उहाँ चाहिँ मेरो श्रीमतीजी हो। ए देखेकै थिएन, राम्रै हुनुहुँदो रहेछ। अनि यो मालामाथि माला चाहिँ किन लगाउनु भएको त? हो अहिले चुनाव प्रचारमा मसित सँगै आउनु भएको छ। अनि कति सालमा बिहेबारी गर्नुभयो त? अब हामीले 2058 सालमा अनि कुन महिना कुन गते गर्नुभयो त? मङ्सिर 9 गते बिहे गरेको। त्यो 8 गते चाहिँ के भएको थियो र त? 8 गते माओवादीले घोराइ आक्रमण गरे। भोलिपल्ट चाहिँ के गरेको त त्यो? भोलिपल्ट हाम्रो बिहे भएको। अनि बिहेमा माला कति लाउनु भयो त? यस्तो माला यज्ञ आदि इत्यादि हामीले केही गर्न पाएको थिएन। अनि त्यही त भनेको त मैले पनि। आजको दिन कस्तो लागिरहेछ त? आज यहाँ ढाँडछापमा आउँदाखेरि तपाईँहरूले यो बिहेको पनि झझल्को दिनुभयो। कङ्ग्रेचुलेसन। अब एउटा हातमा मोबाइल छ, नत्र म पनि ताली पिट्थेँ। तपाईँहरू हाँसेर बस्नुहोस्।